कोशी प्रदेश सुनसरी जिल्लाको सीमावर्ती क्षेत्र दक्षिणी भेगमा रहेको हरिनगर गाउँपालिका वार्ड नम्बर 4 मा रहेको छ श्री हरिनगरा माध्यमिक विद्यालय। विक्रम सम्वत 2009 सालमा स्थानीय भद्र भलाद्मी एवं समाजसेवीहरूले चन्दा उठाएर सानो झोपडीबाट विद्यालयको सुरुवात गरेका थिए। 2009 सालमा स्थापना भइरहँदाखेरि एउटा सानो झोपडी जस्तो घरबाट सुरु भएको हो। तत्कालीन यहाँका भरभला आदमीहरू समाजसेवीहरू एउटा झोला बोकेर चन्दा कलेक्सन गरेर स्थापना गरेको हो र उहाँहरूको नाम वास्तवमा भन्ने हो भने निर्भय झा, यहाँ हरिनगरकै हो। निर्भय झा, शुक्ल महतो, लक्ष्मी पोदार अनि रघुवर पाल जस्ता तत्कालीन समाजका अगुवाहरू चन्दा कलेक्सन गरेर एउटा सानो झोपडी खडा गर्यो र भारतबाट आएका गुरुहरूलाई रिक्वेस्ट गरेर यहाँका समाजका बच्चाहरूलाई पढाउन लगाइयो। विद्यालयका संस्थापक प्र महावीर यादव र हालको प्रधानाध्यापक बलराम मण्डल हुनुहुन्छ। विद्यालयका जग्गादाता नन्द प्रसाद सापकोटा हुनुहुन्छ। हरिनगरा माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 10 सम्म नेपाली माध्यमबाट र कक्षा 6 देखि कक्षा 10 सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुने गरेको छ। यस विद्यालयले विक्रम सम्वत 2029 सालमा पहिलोचोटि एसएलसी परीक्षामा सामेल भई राम्रो नतिजा प्राप्त गर्न सफल भएको थियो। विद्यालयले विक्रम सम्वत 2053 सालदेखि साविकको +2 कार्यक्रम अन्तर्गत कक्षा 11 को विज्ञान व्यवस्थापन एवं शिक्षा विषयको अनुमति प्राप्त गरेको थियो। विक्रम सम्वत 2074 सालमा नेपाल सरकारको नमुना विद्यालयको रूपमा हरिनगरा माध्यमिक विद्यालय छनौटमा परेको थियो। Students to be ready for our sum of the PD.